मिचेको भन्ने शब्दको अर्थ चाहिँ ठ्याक्क मिलेन भन्ने लाग्दछ। उहाँले त्यसरी चिप्लेर बोल्नुभयो, टङ स्लिप भयो, मिस्टेक भयो भने पनि कार्यकर्ता अनि सांसदहरू फेरि बचाउमा लौ फलानु ठाउँको जग्गा यति मिचिएको रहेछ, यहाँ यस्तो भा रहेछ भन्दै हिँड्न कसरी सकेको भने के? अब यसको एन्सर त उहाँहरूसँगै लिन पर्ला। त्यो रेकर्डबाट हटाउनु पर्छ जस्तो लाग्दैन? अब प्रतिवेदन मन्त्री परिषदले ग्रहण गर्ने निर्णय गर्यो, प्रतिवेदन पढ्छौँ, त्यसपछि के रहेछ, सुदनजीलाई बनाउने कि नबनाउने भन्ने कुरा अब अलिक केही समयपछिको कुरा होला भनेको 6 घण्टा नबित्दै फेरि बेलुका शपथ भयो। यो हतारो अथवा यो जसरी प्रक्रिया पुर्याइयो नि हतारमा र गृहमन्त्रीमा फेरि सुदनजीलाई ल्याइयो, यसमा तपाईँको बुझाइ? प्रक्रिया तलमाथि भयो त्यसो देखियो।